एनपीएल को दोस्रो दिन त्रिवी क्रिकेट मैदानमा धमाका। चितवन राइनोजले रवि बोपारा र सैफ जेबको जबरजस्त ब्याटिङमा कर्णाली याक्सलाई 5 बल बाँकी छँदै पराजित गर्यो। चितवनले 187 रनको लक्ष्य 171 रनमा पुरा गर्यो। अन्तिम ओभरमा अर्जुन साउदले छक्का प्रहार गर्दै जित पक्का गरे। बोपाराले 36 बलमा 52 रन बनाए, 3 चौका 1 छक्का र सैफ जेबले 16 बलमा 38 रन जोडे। पाँचौं विकेटमा यी दुईको साझेदारीले खेलको दिशालाई बदलिदियो। कर्णालीले प्रियाङ पञ्चालको 90 रनको आक्रामक इनिङ्सले 187 रनको लक्ष्य दिएको थियो, तर चितवनको ब्याटिङको सामना गर्न सकेनन्। कप्तान सोमपाल कामीले 4 ओभरमा 2 विकेट लिए, तर निर्णायक क्षणमा चितवनले दबाव छोडेन। गत सिजन चितवन र कर्णाली दुवै प्लेअफमा पुगेका थिए। कर्णालीले चितवनलाई लिग चरणमा 21 रनले र प्लेअफमा 6 विकेटले पराजित गरेको थियो। 4 बजेदेखि विराटनगर किङ्स र पोखरा एभेन्जर्स खेल्दै। तपाईँ कसको सपोर्टमा हुनुहुन्छ? एनपीएल को यस्तै अपडेटको लागि लाइक, कमेन्ट, शेयर र सब्स्क्राइब गर्न नबिर्सनुहोस्।